अब एनईबीले 2021 सालमा सोधेको क्वेसन हेरौँ। डज द कोनिक वाइ स्क्वायर इक्वल टु 12x हैव टू टेन्जेन्ट्स फ्रम द पोइन्ट 69 जस्टिफाई इट विथ क्यालकुलेसन। यसको लागि सबभन्दा सुरुमा हामी हाम्रो कोनिक छ वाइ स्क्वायर इक्वल टु 12x। यो चाहिँ प्याराबोला हो, किनभने प्याराबोलाको स्ट्यान्डर्ड फर्म भनेको चाहिँ वाइ स्क्वायर इक्वल टु 4ax हुन्छ। त्यसो भए यसलाई कम्पेयर गरेर a को भ्यालु निकाल्न सकिन्छ। कम्पेयरिङ विथ वाइ स्क्वायर इक्वल टु 4ax गऱ्यौँ भनेदेखि यसबाट 4a इक्वल टु 12 हुन्छ र a को भ्यालु चाहिँ यहाँदेखि 3 आउँछ। अब हामीले 69 बाट पास हुने टेन्जेन्ट निकाल्नु पर्ने छ। त्यसको लागि द इक्वेसन अफ टेन्जेन्ट टु द प्याराबोला वाइ स्क्वायर इक्वल टु 4ax। अब यसको फर्मुला चाहिँ यसको वाइ स्क्वायर इक्वल टु 4ax सँग बन्ने टेन्जेन्टको फर्मुला चाहिँ y इक्वल्स टु mx प्लस a डिभाइडेड बाई m हुन्छ। अब a को भ्यालु हामीसँग आइसकेको हुनाले y इक्वल टु mx प्लस a को ठाउँमा हामी यहाँबाट 3 लेख्न पाइयो, 3/m राख्छौँ र यसमा अब हामीले m को भ्यालु निकाल्न सक्यो भनेदेखि टेन्जेन्टको इक्वेसनहरू आउँछ। अब m को भ्यालु दुईटा भयो भने टेन्जेन्ट पनि दुईटा हुन्छ, m को भ्यालु एउटा मात्रै आयो भने टेन्जेन्ट पनि एउटै आउँछ। तर अब यो m एलसिएम लिएपछि m स्क्वायर हुने भएको हुनाले m को भ्यालु यहाँदेखि दुईटा हामी निकाल्न सक्छौँ। अब यो इक्वेसन, यो टेन्जेन्टको इक्वेसन चाहिँ 6 र 9 बाट पास हुन्छ भनेको छ। त्यसो भए सिन्स इट पासेस थ्रु, यो चाहिँ 6 र 9 भन्ने पोइन्टबाट पास हुन्छ। अब 6 र 9 भन्ने पोइन्टबाट पास भइसकेपछि हामी के गर्न पाउँछौँ भने x को ठाउँमा चाहिँ 6 राख्न पाइन्छ र y को ठाउँमा चाहिँ 9 राख्न पाइन्छ। त्यसो गर्दाखेरि यो माथिको इक्वेसन 1 के हुन्छ, इक्वेसन 1 मा चाहिँ y को ठाउँमा हामीले 9 राख्ने हो। 9 इक्वल टु m भनेको m नै भयो, अनि x भनेको हाम्रो 6 भयो प्लस 3 डिभाइडेड बाई m भयो। अनि बोथ साइड हामीले यसमा 3 ले डिभाइड गर्यौँ भने 3 जा 9 हुन्छ। यसलाई 3 ले डिभाइड गर्दा यो 2m हुन्छ र यसलाई 3 ले डिभाइड गर्दा यो 1/m हुन्छ। अब हामीले उताबाट m लाई एलसिएम लियौँ भने m लाई यता क्रस मल्टिप्लाई गर्यो भने यो इक्वेसन चाहिँ 2m स्क्वायर माइनस, अनि 2m स्क्वायर माइनस यो चाहिँ 3m प्लस 1 इक्वल टु 0 हुन्छ। र यसलाई क्वाड्रेटिक इक्वेसनबाट यसको दुईटा फ्याक्टरहरू निकाल्यौँ भनेदेखि यसबाट m को भ्यालु चाहिँ हामी एउटा 1 निकाल्न सक्छौँ र अर्को 1/2 निकाल्न सक्छौँ। यसलाई क्वाड्रेटिक इक्वेसनबाट सोल्भ गरेर आइदर अर गरेर यसरी m को दुईटा भ्यालु निकाल्न सक्छौँ। अब m को दुईटा भ्यालु निकालिसकेपछि टेन्जेन्ट पनि यसमा दुईटै हुने भयो। अब टेन्जेन्ट निकाल्नको लागि यो m को भ्यालुहरूलाई लगेर यो इक्वेसन 1 मा राखौँ। त्यसो भए फ्रम 1 मा हामीले m को ठाउँमा 1 राखौँ। सुरुमा 1 राख्दाखेरि y इक्वल टु 1 इन्टु x प्लस 3/1 हुन्छ। अब यसलाई क्रस मल्टिप्लाईहरू अगाडि पछाडि ल्यायौँ भने x, यो y यता ल्याउँदाखेरि माइनस y प्लस 3 इक्वल टु 0, एउटा एन्सर यो भइहाल्यो। अनि यो m को ठाउँमा फेरि 1/2 पनि राख्न पाइयो, त्यो चाहिँ इक्वेसन 1 मा। त्यसो गर्दाखेरि y इक्वल टु यो m को ठाउँमा फेरि 1/2 राखौँ, 1/2 x प्लस 3/1/2 हुन्छ। र यसलाई पनि हामीले सिम्प्लिफाई गर्दै गयौँ भने यो 1/2 लाई माथि लग्यौँ भनेदेखि यसबाट अर्को इक्वेसन चाहिँ x माइनस 2y प्लस 12 इक्वल टु 0 आउँछ। र यसरी हामीले दुईटा टेन्जेन्टहरू निकाल्न सक्छौँ। द टु टेन्जेन्ट्स आर पहिलो टेन्जेन्ट चाहिँ हाम्रो x माइनस y प्लस 3 इक्वल टु 0 हुन्छ र अर्को टेन्जेन्ट चाहिँ x माइनस 2y प्लस 12 इक्वल टु 0 हुन्छ।